हेलो गाइज वेलकम टु माई युट्युब च्यानल। अनि आज हामी दुईजना भएर 12 बजे करिब करिब त्यो पशुपति र साइडतिर आइरहौँ के 12 बजे होस्टेलबाट भागेर हो लक्ष्मी पूजाको दिन भनेर पशुपतिको त्यो गेटहरूमा हाम के पशुपतिको गेटनिर हम सिधै हेर्न सक्छ। धेरै माथि आइसक्यौँ हामी। साइड भ्यू हेर्नु। हामी गइरहेछौँ उता चाबेलको भ्यू लिउन। चाबेलको भ्यू लिउन गइरहेछौँ। अब कमन कमन कुकुरहरू आउँछन् फेरि। यहाँ हेर्नुहोस् नि त यहाँको नजारै अर्कै छ है। कता यहाँको भ्यूहरू हेर्नु न। पशुपतिको टपमा हाम क्या हामी। यहाँबाट सबै पशुपति देखिन्छ। वहाँ एउटा मन्दिर छ कि ठुलै। यो देख्नुभयो यो मन्दिर जानासिना मन्दिर हो। अहिले नजाने त्यो बिहानमा पूजा गर्न जाने। ल दुईजना भएर आखौँ। ल हामी चाहिँ सिधै उता चाबेलतिरको भ्यू लिउन गइरहौँ कि अघि नै त्यो गएको थियौँ। भ्लग बनाउनै छुटेछ के फोटोहरू सुटहरू सब सुट भयो। अनि अब हामी चाबेलको त्यो ल म जे देख्छु तपाईँलाई पनि त्यही देखाउन चाहन्छु। यहाँ धेरै मन्दिर छन् के। अँधेरो छ चोर भनेर हामीलाई लखन पनि सक्छन् के। उता जान अँध्यारो हुन्छ। तिमीले मोबाइल ल्याएर 12-1 बजे कति बजेको छ यो एराउन्डमा कति बजे छ 12 बजे छ। लक्ष्मी पूजाको दिन हिँडेको गोवर्धन पूजाको दिन घर पुगिन्छ। अब यहाँ मन्दिरहरू हेर्नु साइड काठमाडौँको हेर्नु शिवजीको फोटो। यहाँ ठुलो मन्दिर छ। फाइनली लास्ट भ्यू हेर्नु। लास्ट सिद्धको छ नि त्यो घन्टी त्यो सानो त्यही ठोकेको हो यो सिद्ध। ए त्यहाँ अनि लास्ट भ्यू हेर्नु। हामी पशुपतिको टपमा हामी के यहाँबाट पुरा होल पशुपति देखिन्छ। यहाँ पछाडि आऊ त। ल हामी उता अँधेरोतिर गइरहेछौँ। हेर्नु अब उता अब कस्तो हुन्छ परिस्थिति तपाईँहरूलाई म बाटो जे देख्छु त्यही देखाउन चाहन्छु भनेर म यो स्लोगन लिएर भ्लग बनाइरहेको क्या आज। ल यो बाटो अब केही क्षण यस्तै हो। हामी गन्तव्यमा पुगेपछि म तपाईँहरूलाई फेरि देखाउन चाहन्छु। मेरो आँखाले जे देख्छ त्यही देखाउने हाम्रो गन्तव्यतिर लागेर म त्यही सो गर्न चाहन्छु। एकैछिनको लागि रोकिनु होला। म तपाईँहरूलाई बौद्धको भ्यू देखाउन गइरहेको छु है। तर अलि पर छ देखिन्छ कि नै फोकस गर्नु होला है। म पशुपतिको यो टप देखाउँ नि त। ल मोबाइलमा त खासै क्याप्चर गरेन। यो देख्नु भएको छ नि यो मन्दिर। यहाँको यो जुम नै भएन नै क्लियर भ्यू आएन क्यामेराबाट। म उतैनिर गएर देखाउन चाहन्छु। ल उतै बिचबिचको रोक्नु पर्यो। यहाँ अघिको मन्दिर हेर्नु। म तपाईँहरूलाई क्लियर देखाउन चाहन्छु। ल काठमाडौँको झिलिमिली यहाँ हेर्नु मन्दिरहरू छन्। हामी पुरै माथि आएछौँ। काठमाडौँको झिलिमिली हेर्नु होला। तल के हो त्यो? हामी गन्तव्यमा आयौँ। यहाँ बाँदरहरू छन् हेर्न सक्नुहुन्छ। यो कसरी देखाउँछ हाम्रै माथि रहेछ बाँदर दुईटा। यो कसरी देखाउँछ नि यार देखिरहेछ गर्नु मिल्दैन है। नै अगाडिबाट खै यस्तो गर न यतै फर्क्यो। यहाँ थुप्रै बाँदरहरू छन्। ए यो कस्तो देखाउँछ नि यार यो देखाउने आएन। यहाँ माथि उहाँ जाउँ न। उहाँ हेर्न सक्नुहुन्छ। यहाँ हेर्नु होला रुख त्यहाँ लास्टै धेरै बाँदर छन् कि त्यहाँ जान डर लाग्यो। यहीँबाट हेर्नु भ्यूहरू। यहाँ पशुपतिको शौचालय हेर्नु। पब्लिक शौचालय भनेको यहाँ यस्तो हो कि टोइलेट देख्नुभयो नि यो भनेको यो शौचालय हो कि रुखमा आएर मुत्ने हो कि यहाँ भनेको यो पब्लिक शौचालय हो कि। नेपालमा त्यस्तो अरू जस्तो गर्दैन कि नेचरसँग खेलवाड गरे होइन। रुखमै आउनु मुत्दिनु भन्छ त्यही भएर रुखमै शौचालयको बोर्ड राखिदियो त्यति नै हो। उहाँ हेर्नु न भ्यूहरू बिचबिचको नजर हिँड्दा यस्तो भयो। होस्टेलबाट भागेर हो खोजिरह होला नि दाइहरूले। यहाँ कपालहरू मात्र हिँडिरहन् कि अँधेरो भएको कारणले म बिचबिचमा अफ गरिरहेको। भ्यूहरू राम्रो हो। बाँदरहरू रातमा कहाँ जान्छन् भन्ने एउटा सवाल थियो नि।
कहाँ गयो यस्तरी बस्दो रहेछन् कि हामालेर बस्दो रहेछन्। त्यो रातमा मलाई सवाल आउँथ्यो कि बाँदरहरू कहाँ जाँदा हुन् भनेर। यहाँ हेर्नु मन्दिरमा यस्तरी बस्दो रहेछन् आमालेर। हेर्नु अब यहाँ हाम्रो यस्तो चढ्न हो कि यस्तो हो, यो यस्तोबाट चढ्ने हो कि। यहाँ आउनु यताबाट हो कि त्यहाँबाट गेट लागेछ। अनि हामी यस्तो माथि जान खोजेछौँ कि अब 12 बजी त लागिहाल्ने भयो नि, तर जान अलि अप्ठ्यारो रहेछ। शिवलिङ्ग पनि रहेछ त यहाँ हेर्नु, यो सब चढेर जाने हो, यो यस्तोबाट चढ्ने हो कि। ल यहाँबाट खसियो भने चाहिँ राम्ररी खसिन्छ। ल काठमाडौँमा फेरि सर्पहरू हुँदैन, त्यही भएर जस्तामा जाँदा पनि त्यस्तो डर हुँदैन कि। दाइले ल्याएको झ्याउनु त सक्दैनन् कि, दाइहरू सक्दैनन्। ल दाइले नजान्ने नै भन्थ्यो कि। ए म त उतातिर देखेको पनि छैन, तर गेस गर्नु हामी जङ्गलमै पस्यौँ है। दाइ नजान्ने नै भन्थ्यो कि। ल कहाँ पुग्यो यार। ओए कति भित्र। अब यहाँ केही छैन, जङ्गलमा आइसकेछौँ कि। म त देखेको छैन, दौडी आयो। ल म केही समयको लागि पज गरिदिन्छु ल।